गएछ मेरो डकुमेन्ट है तेरी के कम से कम ढका लगाएर त यो ड्रेसअप गर्नु नि बुढी के हो यस्तो ए आफ्नो घरमा के भयो त जे गरे पनि हुन्छ नि त आफ्नो बुढा आइरहेछ आफ्नै घर त अरे कम से कम ढका लगाएर चाहिँ ड्रेसअप गर्नु नि ठिकै के हो छ त्यो होइन के हो भनेर अफिस गएर पछि राखिदिनु पर्छ यहाँ मेरो डकुमेन्ट छुट्यो बुढी कहाँ गयो के स्टाइल होइन मेरो डकुमेन्ट खतै ढिलो भइसक्यो म कहाँ गयो त्यो मैले पैसा पठाएको भौतार थियो बस्ने माया माया छ खोइ त्यो कहाँ छ भौतार भन्छ यहाँ फोटोकपीले हुँदैन अरिजिनल चाहिन्छ भन्छ मलाई आफै हतार भइरहेको छ खत्ता खत्ता मेरो खत्ता कता खत्ता खत्ता भने कहाँ स्टाइल गरेर आयो ढिलो भइसक्यो मलाई माछा हाल्नु मलाई बस्यो छिटो कहाँ गयो मैले राखेँ खोइ कता गयो कहाँ चाहिँ राखेको त यता छैन के थियो अरे त्यो भौतार थियो अफिसको यहाँ मैले पैसा पठाएको ल यहाँ भेटे ए तेरे कि आफै राख्ने अनि गराउने फेरि धेरै स्टाइल गर्ने कहाँ लागेको तिम्रो जाने अब बेमा साथी बिहे छ हेर बुढी बिहेमा त जाने यो अरिजिनल सुन्न नलाउने अहिले चोरको धप्दा सुनको भाउ के अरे बढेर कहाँ पुगिसकेछ अरिजिनल सुन चाहिँ नला नि लगाउने काम छैन लाउनै पर्यो नि अब अलिअलि त बिहेमा जाने हो अरिजिनल सुन नलाउने तेरो साथीहरूलाई सबैलाई भन्दै फोन गरेर अरिजिनल सुन लगाउने काम छैन ल म त गएँ तेरो यिनीहरूको यो यस्तो ल ल हेलो निशा अनि बेमा जानुपर्ने रेडी भइसकेको ए अनि के लाग्यो त गहना सुनको लाग्यो सुनको गहना त लाउनु नलाउनु हो बुढोले भनेको चोरी लाग्दैछ अरे अहिले पुरा सुनको भाउ बढिरहेछ होइन चोरले भने चोरेर लगायो भने बर्बाद हुन्छ नि फेरि ल ल साथी अरू साथीहरूलाई पनि भनिदिनु है त ग्यारेन्टी लाएर जाउँ न के भयो त ल ल छिटो है त ल गाई कस्तो मनपर्छ मेरो झन् निस्के अरे निश्चल बस्ने मलाई त बुढो भयो पनि राजमालाई मनपर्छ सुपरस्टार आएछ मलाई त्यही मनपर्छ कस्तो राम्रो छ अहिले भए त सँगै हिँड्थ्यौँ यसरी हामी गफ गर्दै मलाई त कस्तो रमाइलो लाग्यो कति राम्रो भएर लागेको छ नि मैले पनि त सिलसिला बेमा जानुपर्छ मलाई कस्तो देखेछ तिमीलाई त कस्तो राम्रो सुहाएको छ तिम्रो हिरो भएको भए मेरो हिरो बोलाउनु पर्दैन थियो बोलाउनु पर्छ अब म त दयाङ राई भए कस्तो सुटिङ गर्थेँ अगालो मारेर वा कम्ती भए झन् रमाउँथेँ झन् राज होला फोटो सुटिङ गर्ने कस्तो राम्रो डान्स गरिदिन्थेँ म कस्तो राम्रो हुन्थ्यो ब्युटिफुल भएको तिमी त राम्रो देखिनु भएको छ है म ठिक ठिकै त्यति राम्रो छैन म ठिक ठिकै भएको छु हिरो नै हिरो आएको भए त झन् रमाइलो हुन्थ्यो हो नि कस्तो रमाइलो हुन्थ्यो तिमी झन् कस्तो ब्युटिफुल भएको भए छिटो जानुपर्छ है हामी बेमा अब भाइ हो तिमीहरूले के गर्नु खोजेको चाहिँ के हो हामीले किन रोकिरहेको हामी बेमा जाँदैछौँ किन यस्तो गरेको हामीले किन डिस्टर्ब गरेको सुन सबै लानु भाइ तर हामीलाई केही नगर्नु हामी सबै दिन तयार छौँ हामी जे छ सबै दिन्छौँ त्यसो लाउन दिनु नि हो भाइ त्यति साह्रो होइन त्यसरी कहाँ हुन्छ अनि हामी बेमा गएको चाहिँ जानु त बिहेमा जानुहोस् कि जेसुमा जानुहोस् हामीलाई के मतलब सबै गरेको केही छैन लिएर गयो सबै नाच्छ होला है हामीलाई ला यसपालि त ओरिजिनल सुन लगाएको छ अस्ति त डुप्लिकेट लगाएको थियो आज के हुने हो यसपालि पनि लग्यो भने यसपालि पनि लग्यो भने के धम्किनेहरू साडी लाउँछौ 25,000 को सुन लाउँछौ नक्कली कोही क्या
अरे बुढी बिहेमा गएको मान्छे कसरी फर्यो हो तिमीहरू अनि नेक्स्ट ट्रिप गरेर पछि के भयो हँ? मलाई त बोल्नै मन छैन हौ उसलाई। अनि के भयो भन्न त आज लगाएको गहना पनि सबै लगिदियो। हो मैले के भन्थेँ डुप्लिकेट सुन लगाउनु अरिजिनल सुन नलाउनु भन्थेँ राम्रो भयो त डुप्लिकेट लगाउँथ्यो अरिजिनल लगाएको के हुन्थ्यो टेन्सन भयो नि हौ सबै। त्यही भएर मैले भनेको तेरो साथीलाई पनि हो त्यही भएर अरिजिनल नलाउनु अहिले अरिजिनल सुनको भाउ धेरै बढी छ राम्रो भयो डुप्लिकेट लगायो खलिबली डुप्लिकेट लगेर के भयो नो प्रब्लम अब नेक्स्ट गएर के गर्नु पछि जानु नि त बिहेमा के भयो ल ल भयो अब खाना पकाएको ढिलो भइसक्यो म के गर्नु सबै लगिहाल्छ।